ह्याप्पी दिवाली सबै लोगों सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना। हामी गरिब भए तापनि एउटा कर्मभूमिमा जन्मेका छोराछोरी र हामीले कर्म गर्न जानेका छौँ र कसैको नमिठो नतितो गाली र कसैको हामीले चाहिँ दीपावली होस् या कुनै पनि फेस्टिभल होस् जसैमा पनि हामीले एउटा मेहनत गरेर खान जन्मेका नेपालीका छोराछोरी हौँ। तपाईँहरूको घर परिवार लगायत तपाईँहरूलाई एकदमै तपाईँहरूको जति पनि इष्टमित्र लगायत सम्पूर्णमा दीपावलीको धेरै धेरै शुभकामना। जिन्दगीमा दुःख आउँछ, कष्ट आउँछ, सङ्घर्ष आउँछ र जिन्दगी मानेको यस्तै हो। जिन्दगीमा दुःख आयो, कष्ट आयो भनेर हिम्मतसँग कोही पनि नहाल्नु होला। आजको दिनहरूमा बोनस चाहिँ सबैभन्दा ठुलो कुरा होइन, हाम्रो कर्म ठुलो कुरा हो। हामीले गरेको कर्म ठुलो कुरा हो। कुनै जग्गामा देला, कुनै ठाउँमा देला, कसैले सेलेरी ज्यादा देला, कसैले कम देला, कसैले बोनस धेरै देला, तर इज्जत भन्ने कुराहरू धेरै कम मान्छेहरूले दिने गर्दछन्। त्यसैले आजको दिनदेखि तपाईँको घर परिवार तपाईँहरू सबै खुसीमय रहोस्। हाम्रो होटलले र हाम्रो होटलको ओनरले गरेको जतिसम्म हामीलाई चाहिँ बोनसको रूपमा तोहफा दिएको छ त्यो तोहफा म तपाईँहरूलाई दिन चाहन्छु। Thank you so much everyone.